कुनै पनि नवजात शिशु, बालबालिका, वृद्ध, अशक्त रोगीहरू तपाईको संरक्षणमा रहँदै आउनु भइरहेको छ, अथवा कुनै पनि नवजात शिशु, बालबालिका, रोगी, अशक्त, वृद्धहरूको स्याहार सम्हार गर्ने कर्तव्य भएको व्यक्ति हजुर हो। त्यस्ता व्यक्तिको स्याहार सम्हार गर्ने कर्तव्य हजुरको हो र हजुरले त्यस्ता व्यक्तिहरूको जीव ज्यानमा खतरा पुग्ने गरी फाल्नुभयो अथवा परित्याग गर्नुभयो अथवा बेवास्ता गर्नुभयो भने नेपालको कानुन मुलुकी अपराध संहिता 2074 को दफा 184 को उपदफा 2 बमोजिम यसरी आफ्नो संरक्षणमा रहेको व्यक्तिलाई परित्याग गर्नुभयो, बेवास्ता गर्नुभयो, फाल्नुभयो भने चाहिँ तपाईलाई चाहिँ 3 वर्षसम्म कैद र 30,000 सम्म जरिवाना हुनेछ र तपाईले गरेको कार्यको कारणले अथवा तपाईले उक्त व्यक्तिलाई गरेको बेवास्ता परित्यागको कारणले चाहिँ उक्त व्यक्तिको निधन हुन गएमा चाहिँ हजुरलाई 7 वर्षसम्म कैद र 70,000 सम्म जरिवाना हुन सक्छ। तर नवजात शिशुको हकमा तपाईले कुनै पनि नवजात शिशुको संरक्षण गर्नु चाहिँ हजुरको कर्तव्य थियो। त्यस्तो नवजात शिशुलाई चाहिँ तपाईले परित्याग गर्नुभयो, फाल्नुभयो, बेवास्ता गर्नुभयो र उक्त शिशुको निधन हुन गएको अवस्थामा चाहिँ हजुरलाई चाहिँ जन्म कैद सजाय हुन्छ। धन्यवाद।